ओके हेलो साथीहरु नमस्ते अनि स्वागत छ फेरि पनि सम्पूर्णलाई आजको यस भिडियोमा हामी फेरि पनि प्रहरी जवान सम्बन्धी केही प्रश्न उत्तरहरू हेर्ने छौं। तपाईहरु तयारी गर्दै हुनुहुन्छ भने कृपया यस भिडियोलाई एकदमै ध्यानपूर्वक अन्तिमसम्म हेर्नु होला र आउनुहोस् आजको यस भिडियोलाई सुरु गरौं। यहाँ पहिलो प्रश्न रहेको छ नेपालका प्रथम शहीद को हुन्? अप्सन ए रहेको छ लखन थापा, अप्सन बी शुक्रराज शास्त्री, अप्सन सी दशरथ चन्द र अप्सन डी धर्मभक्त माथेमा। यसको राइट आन्सर रहेको छ अप्सन ए लखन थापा है त। यस्तै गरी अर्को प्रश्न रहेको छ किरात वंशका प्रथम राजा को हुन्? अप्सन ए रहेको छ एलम्बरु, अप्सन बी हुमती, अप्सन सी बरसिंह र अप्सन डी भुवन सिंह। यसको राइट आन्सर रहेको छ अप्सन ए एलम्बरु है त। यस्तै गरी अर्को प्रश्न रहेको छ गण्डकी प्रदेशमा कति जिल्ला रहेका छन्? अप्सन ए रहेको छ 9, अप्सन बी 10, अप्सन सी 11 र अप्सन डी 12। यसको राइट आन्सर रहेको छ अप्सन सी 11 वटा है त। यस्तै गरी अर्को प्रश्न रहेको छ हालमा नेपाल नगरपालिकाको संख्या कति रहेको छ? हाल नेपालमा नगरपालिकाको संख्या कति रहेको छ? अप्सन ए 260, अप्सन बी 276, अप्सन सी 280 र अप्सन डी 460। यसको राइट आन्सर रहेको छ अप्सन बी 276 है त। यस्तै गरी अर्को प्रश्न रहेको छ नेपालको जनसंख्या वृद्धि दर 2078 अनुसार कति रहेको छ? अप्सन ए रहेको छ 0.92%, अप्सन बी रहेको छ 0.95%, अप्सन सी रहेको छ 1.25% र अप्सन डी रहेको छ 1.35% र यसको राइट आन्सर रहेको छ अप्सन ए 0.92% है त। यस्तै गरी अर्को प्रश्न रहेको छ नेपालमा बौद्ध धर्मावलम्बीहरू कति रहेका छन्? नेपालमा बौद्ध धर्मावलम्बीहरू कति रहेका छन्? अप्सन ए रहेको छ 8.21%, अप्सन बी रहेको छ 7.25%, अप्सन सी रहेको छ 7.5% र अप्सन डी रहेको छ 8.5% र यसको राइट आन्सर रहेको छ अप्सन ए 8.21% है त। यस्तै गरी अर्को प्रश्न रहेको छ सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन हो? अप्सन ए रहेको छ सर्लाही, अप्सन बी रौतहट, अप्सन सी बारा, अप्सन डी मोरङ। यसको सही जवाब रहेको छ अप्सन ए सर्लाही। सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला सर्लाही है त। अर्को प्रश्न रहेको छ नेपालमा संरक्षित क्षेत्र कति रहेका छन्? अप्सन ए 18, अप्सन बी 20, अप्सन सी 22 र अप्सन डी 24। यसको राइट आन्सर रहेको छ अप्सन बी 20 वटा है त। संरक्षित क्षेत्र 20 वटा रहेका छन्। यस्तै गरी अर्को प्रश्न रहेको छ समूहमा नमिल्ने छुट्याउनुहोस् भनेको छ। अप्सन ए मा रहेको छ हवलदार, अप्सन बी रहेको छ सहायक हवलदार, अप्सन सी रहेको छ अमलदार र अप्सन डी जवान। समूहमा नमिल्ने भनेको अप्सन सी अमलदार है त। अर्को प्रश्नतिर जाउँ तलका मध्ये प्रहरी सेवाभित्र कुन पर्दैन? अप्सन ए पहरा प्रहरी, अप्सन बी दंगा नियन्त्रण प्रहरी, अप्सन सी पर्यटक प्रहरी र अप्सन डी सशस्त्र प्रहरी। यसको राइट आन्सर रहेको छ अप्सन डी सशस्त्र प्रहरी है त। यस्तै गरी अर्को प्रश्न रहेको छ लिच्छवी कालमा कसलाई महासर्वदण्डनायक भनिन्थ्यो? अप्सन ए प्रहरी प्रमुख, अप्सन बी सेनापति, अप्सन सी न्यायाधीश र अप्सन डी प्रधान न्यायाधीश। यसको राइट आन्सर रहेको छ अप्सन डी प्रधान न्यायाधीशलाई है त। यस्तै गरी अर्को प्रश्नतिर जाउँ सैपाल हिमाल कुन जिल्लामा पर्दछ? अप्सन ए दार्चुला, अप्सन बी जुम्ला, अप्सन सी बझाङ
र अप्सन डी मुगु। यसको राइट आन्सर रहेको छ अप्सन सी बझाङ जिल्लामा है त। सैपाल हिमाल बझाङ जिल्लामा पर्दछ। यस्तै गरी अर्को प्रश्न रहेको छ पाल्पा जिल्लामा रहेको रानी महल कसले निर्माण गरेका हुन्? अप्सन ए खड्का शमशेर, अप्सन बी मोहन शमशेर, अप्सन सी जुद्ध शमशेर र अप्सन डी वरुण शमशेर। र यसको राइट आन्सर रहेको छ अप्सन ए खड्का शमशेर है त। यस्तै गरी अर्को प्रश्न रहेको छ पृथ्वीनारायण शाहको मृत्यु कहिले भएको थियो? अप्सन ए विक्रम सम्वत 1831 माघ 1, अप्सन बी विक्रम सम्वत 831 माघ 10, अप्सन सी विक्रम सम्वत 1831 माघ 27, अप्सन डी विक्रम सम्वत 1831 चैत्र 1। र यीमध्येको यसको राइट आन्सर रहेको छ अप्सन ए विक्रम सम्वत 1831 माघ 1 मा है त पृथ्वीनारायण शाहको मृत्यु मिति है त। यस्तै गरी अर्को प्रश्न रहेको छ शालिग्राम पाइने नदी कुन हो? अप्सन ए काली गण्डकी, अप्सन बी नारायणी, अप्सन सी सेती र अप्सन डी मर्स्याङ्दी। यीमध्येको यसको राइट आन्सर रहेको छ अप्सन ए काली गण्डकी है त। यस्तै गरी अर्को प्रश्न रहेको छ भारतमा पुगेपछि मेची नदीलाई के भनिन्छ? अप्सन ए महानन्दा, अप्सन बी शारदा, अप्सन सी दामोदर, अप्सन डी गङ्गा। र यसको राइट आन्सर रहेको छ अप्सन ए महानन्दा है त। अर्को प्रश्न रहेको छ नेपाल हिमाल भनेर कुन हिमाललाई चिनिन्छ? अप्सन ए सगरमाथा, अप्सन बी अन्नपूर्ण, अप्सन सी मनासलु र अप्सन डी कञ्चनजङ्घा। यसको राइट आन्सर रहेको छ अप्सन डी कञ्चनजङ्घा है त। यस्तै गरी अर्को प्रश्न रहेको छ गौरीकी सिंह कुन खेलसँग सम्बन्धित छिन्? अप्सन ए फुटबल, अप्सन बी पौडी, अप्सन सी कराटे र अप्सन डी क्रिकेट। यसको राइट आन्सर रहेको छ अप्सन बी पौडीसँग है त। अर्को प्रश्न रहेको छ विश्वको सबैभन्दा लामो नदी कुन हो? अप्सन ए नाइल, अप्सन बी अमेजन, अप्सन सी गङ्गा, अप्सन डी भिक्टोरिया। यसको राइट आन्सर रहेको छ अप्सन ए नाइल। यस्तै गरी अर्को प्रश्न रहेको छ नेपाल प्रहरीका प्रथम महानिरीक्षक को हुन्? अप्सन ए तोरण शमशेर जबरा, अप्सन बी नरबहादुर जबरा, अप्सन सी गोपाल शमशेर जबरा र अप्सन डी खड्गजित बराल। यसको राइट आन्सर रहेको छ अप्सन ए तोरण शमशेर जबरा है त। यस्तै गरी अर्को प्रश्न रहेको छ मानव अधिकारको विश्वव्यापी घोषणा पत्र कहिले जारी भएको हो? अप्सन ए सन् 1948 डिसेम्बर 10, अप्सन बी सन् 1948 डिसेम्बर 11, अप्सन सी सन् 1948 डिसेम्बर 15 र अप्सन डी सन् 1948 डिसेम्बर 20। यसको राइट आन्सर रहेको छ अप्सन ए सन् 1948 डिसेम्बर 10 है त। यस्तै गरी अर्को प्रश्न रहेको छ मानव अधिकार दिवस कहिले मनाइन्छ? अप्सन ए डिसेम्बर 10, अप्सन बी डिसेम्बर 11, अप्सन सी डिसेम्बर 15, अप्सन डी डिसेम्बर 20। यसको राइट आन्सर अप्सन ए डिसेम्बर 10 है त। अर्को प्रश्न रहेको छ नेपालमा हालसम्म कतिवटा संविधान जारी भएका छन्? अप्सन ए 6, अप्सन बी 7, अप्सन सी 8 र अप्सन डी 9। यसको राइट आन्सर रहेको छ अप्सन बी 7। यस्तै गरी अर्को प्रश्न रहेको छ प्रहरी महानिरीक्षक चढ्ने गाडीका कतिवटा तारा रहन्छ? अप्सन 1, अप्सन बी 2, अप्सन सी 3 र अप्सन डी 4। यसको राइट आन्सर रहेको छ अप्सन सी 3 है त। यस्तै गरी अर्को प्रश्न रहेको छ नेपालको संविधान 2072 मा कति अनुसूचीहरू रहेका छन्?
अप्सन ए 7, अप्सन बी 8, अप्सन सी 9 र अप्सन डी 10। यसको राइट आन्सर रहेको छ अप्सन सी 9 है त। अर्को प्रश्न रहेको छ नेपालको संविधान 2072 मा कति धाराहरू रहेका छन्? अप्सन ए 308, अप्सन बी 312, अप्सन सी 325 र अप्सन डी 335। यसको राइट आन्सर रहेको छ अप्सन ए 308। यस्तै गरी अर्को प्रश्न रहेको छ गोसाईकुण्ड कहाँ पर्दछ? अप्सन ए रसुवा, अप्सन बी धादिङ, अप्सन सी तेह्रथुम, अप्सन डी झापा। यसको राइट आन्सर रहेको छ अप्सन ए रसुवा। अर्को प्रश्न रहेको छ अन्नपूर्ण हिमालको उचाइ कति रहेको छ? अप्सन ए 8848 मिटर, अप्सन बी 8586 मिटर, अप्सन सी 8516 मिटर र अप्सन डी 8091 मिटर। र यसको राइट आन्सर रहेको छ अप्सन डी 8091 मिटर है त। त्यसै गरी अर्को प्रश्न रहेको छ नेपालको भारतसँगको सिमाना कति रहेको छ? अप्सन ए 1690 किलोमिटर, अप्सन बी 1236 किलोमिटर, अप्सन सी 2926 किलोमिटर र अप्सन डी 1818 किलोमिटर। र यसको राइट आन्सर रहेको छ अप्सन ए 1690 किलोमिटर है त। यस्तै गरी अर्को प्रश्न रहेको छ नेपालको चीनसँगको सिमाना कति रहेको छ? अप्सन ए 1690, अप्सन बी 1236, अप्सन सी 2926 र अप्सन डी 1818। यसको राइट आन्सर रहेको छ अप्सन बी 1236 किलोमिटर है त। यस्तै गरी अर्को प्रश्न रहेको छ चितवन राष्ट्रिय निकुञ्ज केका लागि प्रख्यात छ? अप्सन ए बाघ, अप्सन बी एकसिङे गैंडा, अप्सन सी जरायो र अप्सन डी बाँदर। यसको सही आन्सर रहेको छ अप्सन बी एकसिङे गैंडा। यस्तै गरी अर्को प्रश्न रहेको छ नेपालको सबैभन्दा लामो नदी कर्णालीको लम्बाइ कति रहेको छ? अप्सन ए 507, अप्सन बी 407, अप्सन सी 650, अप्सन डी 550। यसको राइट आन्सर रहेको छ अप्सन ए 507 किलोमिटर है त। यस्तै गरी अर्को प्रश्न रहेको छ बागमती नदीको उद्गम स्थल कहाँ हो? अप्सन ए बागद्वार, अप्सन बी बुद्ध हिमाल, अप्सन सी जुगल हिमाल, अप्सन डी 5 पोखरी। यसको राइट आन्सर रहेको छ अप्सन ए बागद्वार है त। यस्तै गरी अर्को प्रश्न रहेको छ नेपालको सबैभन्दा ठुलो हिमनदी कुन हो? अप्सन ए खुम्बु, अप्सन बी लाङटाङ, अप्सन सी हिन्कु, अप्सन डी नगुन्पा। र यसको राइट आन्सर रहेको छ अप्सन बी लाङटाङ है त। यस्तै गरी अर्को प्रश्न रहेको छ टिलिचो ताल कति उचाइमा रहेको छ? अप्सन ए 4919, अप्सन बी 3613, अप्सन सी 2990 र अप्सन डी 2875। र यसको राइट आन्सर रहेको छ अप्सन ए 4919 मिटरको उचाइमा है त। यस्तै गरी अर्को प्रश्न रहेको छ लुम्बिनी प्रदेशमा कति जिल्लाहरू रहेका छन्? अप्सन ए 8, अप्सन बी 9, अप्सन सी 10 र अप्सन डी 12। यसको राइट आन्सर रहेको छ अप्सन डी 12 है त। यस्तै गरी अर्को प्रश्न रहेको छ नेपालको संविधान 2072 को अनुसूची 4 केसँग सम्बन्धित रहेको छ? अप्सन ए झण्डा, अप्सन बी राष्ट्रिय गान, अप्सन सी निशाना छाप र अप्सन डी जिल्लाहरू।
यसको राइट आन्सर रहेको छ अप्सन डी जिल्लाहरूसँग सम्बन्धित छ है त। यस्तै गरी अर्को प्रश्न रहेको छ नेपालका कतिवटा जिल्लाले चीन र भारत दुवैलाई छोएका छन्? अप्सन 1, अप्सन बी 2, अप्सन सी 3, अप्सन डी 4। यसको राइट आन्सर रहेको छ अप्सन बी 2 वटा है त। यस्तै गरी अर्को प्रश्न रहेको छ राष्ट्रपिता भनेर कसलाई चिनिन्छ? अप्सन ए श्री 5 पृथ्वीनारायण शाह, अप्सन बी श्री 5 त्रिभुवन, अप्सन सी श्री 5 वीरेन्द्र, अप्सन डी श्री 5 ज्ञानेन्द्र। यसको राइट आन्सर रहेको छ अप्सन बी श्री 5 त्रिभुवनलाई है त। यस्तै गरी अर्को प्रश्न रहेको छ राष्ट्र निर्माता भनेर कसलाई चिनिन्छ? अप्सन ए श्री 5 त्रिभुवन पृथ्वीनारायण शाह, अप्सन बी श्री 5 त्रिभुवन, अप्सन सी श्री 5 वीरेन्द्र, अप्सन डी श्री 5 ज्ञानेन्द्र। यसको राइट आन्सर रहेको छ अप्सन ए श्री 5 पृथ्वीनारायण शाह है त। राष्ट्रपिता भनेर त्रिभुवन 5 लाई चिनिन्छ भने श्री 5 त्रिभुवनलाई चिनिन्छ भने राष्ट्र निर्माता भनेर श्री 5 पृथ्वीनारायण शाहलाई चिनिन्छ है त। फेरि 41औं नम्बर प्रश्न रहेको छ पञ्चायतको मलामी भनेर कसलाई चिनिन्छ? अप्सन ए सरिजमान सिंह, अप्सन बी कृष्ण प्रसाद कोइराला, अप्सन सी सूर्य बहादुर थापा र अप्सन डी कीर्तिनिधि बिष्ट। यसको राइट आन्सर रहेको छ अप्सन ए सरिजमान सिंह है त। यस्तै गरी अर्को प्रश्न रहेको छ वीर अस्पतालको निर्माण कसले गरेका हुन्? अप्सन ए वीर शमशेर, अप्सन बी देव शमशेर, अप्सन सी खड्ग शमशेर र अप्सन डी पदम शमशेर। यसको राइट आन्सर रहेको छ अप्सन ए वीर शमशेर है त। यस्तै गरी अर्को प्रश्न रहेको छ पशुपतिनाथको मन्दिर कसले निर्माण गरेका हुन्? अप्सन ए प्रचण्ड, अप्सन बी प्रचण्ड देव, अप्सन सी चन्द्र शमशेर र अप्सन डी देव शमशेर। यसको राइट आन्सर रहेको छ अप्सन बी प्रचण्ड देव है त। यस्तै गरी अर्को प्रश्न रहेको छ नेपालमा लोपोन्मुख जाति कति रहेका छन्? अप्सन ए 8, अप्सन बी 9, अप्सन सी 10, अप्सन डी 11। यसको राइट आन्सर रहेको छ अप्सन सी 10 है त। यस्तै गरी अर्को प्रश्न रहेको छ नेपालमा संरक्षित पन्छीहरू कति रहेका छन्? अप्सन ए 9, अप्सन बी 10, अप्सन सी 11 र अप्सन डी 12। यसको राइट आन्सर रहेको छ अप्सन ए 9 वटा है त। यस्तै गरी अर्को प्रश्न रहेको छ तलका मध्ये कुन संरक्षित वन्यजन्तु होइन? अप्सन ए डाँफे, अप्सन बी मुनाल, अप्सन सी सारस र अप्सन डी गौठली। यसको राइट आन्सर रहेको छ अप्सन डी गौठली है त। गौठली संरक्षित वन्यजन्तुभित्र पर्दैन है त। यस्तै गरी अर्को प्रश्न रहेको छ नेपालको कश्मीर भनेर कुन जिल्लालाई चिनिन्छ? अप्सन ए हुम्ला, अप्सन बी जुम्ला, अप्सन सी पाल्पा र अप्सन डी कास्की। यसको राइट आन्सर रहेको छ अप्सन बी जुम्ला है त। धेरै जिल्लासँग सिमाना जोडिएको नेपालको जिल्ला कुन हो? अप्सन ए सुनसरी, अप्सन बी धादिङ, अप्सन सी चितवन र अप्सन डी सिन्धुली। यसको राइट आन्सर रहेको छ अप्सन डी सिन्धुली। अर्को प्रश्न रहेको छ महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो? अप्सन ए नवलपुर, अप्सन बी रूपन्देही, अप्सन सी पर्सा र अप्सन डी बारा। यसको राइट आन्सर रहेको छ अप्सन सी पर्सा। अर्को प्रश्न रहेको छ हाल नेपालमा गाउँपालिकाको संख्या कति रहेको छ? अप्सन ए 460, अप्सन बी 276, अप्सन सी 560 र अप्सन डी 110। यसको राइट आन्सर रहेको छ अप्सन ए 460 है त। हाल नेपालमा गाउँपालिकाको संख्या 460 रहेको छ। यस्तै गरी अर्को प्रश्न रहेको छ नेपालको सबैभन्दा ठुलो मानव निर्मित ताल कुन हो?
ऑप्शन ए इन्द्र सरोवर, ऑप्शन बी गोसाईकुण्ड, ऑप्शन सी जगदीशपुर, ऑप्शन डी रानी पोखरी। यसको राइट आन्सर रहेको छ ऑप्शन ए इन्द्र सरोवर ताल है त। यस्तै गरी अर्को प्रश्न रहेको छ चीनलाई मात्र छुने जिल्ला कति छन्? ऑप्शन ए 10, ऑप्शन बी 13, ऑप्शन सी 15 र ऑप्शन डी 18। यसको राइट आन्सर रहेको छ ऑप्शन बी 13। यस्तै गरी अर्को प्रश्न रहेको छ विवाहमा चिउरीको बोट दाइजो दिने चलन कुन जातिमा रहेको छ? ऑप्शन ए चेपाङ, ऑप्शन बी राउटे, ऑप्शन सी माझी, ऑप्शन डी कुमाल। यसको राइट आन्सर रहेको छ ऑप्शन ए चेपाङ है त। यस्तै गरी अर्को प्रश्न रहेको छ नेपालमा बनेको पहिलो चलचित्र कुन हो? ऑप्शन ए कुमारी, ऑप्शन बी आमा, ऑप्शन सी सिलु र ऑप्शन डी जुनतारा। यसको राइट आन्सर रहेको छ ऑप्शन बी आमा। यस्तै गरी अर्को प्रश्न रहेको छ न्याय सम्बन्धी हक नेपालको संविधानको कुन धारामा व्यवस्था गरिएको छ? न्याय सम्बन्धी हक नेपालको संविधानको कुन धारामा व्यवस्था गरिएको छ? ऑप्शन ए धारा 17, ऑप्शन बी धारा 18, ऑप्शन सी धारा 19 र ऑप्शन डी धारा 20। यसको राइट आन्सर रहेको छ ऑप्शन डी धारा 20 मा है त। यस्तै गरी अर्को प्रश्न रहेको छ प्रहरी जवान पदमा नियुक्ति गर्ने अधिकारी निम्न मध्ये को हो? ऑप्शन ए नेपाल सरकार, ऑप्शन बी गृह मन्त्रालय, ऑप्शन सी प्रहरी महानिरीक्षक र ऑप्शन डी प्रहरी उपरीक्षक वा प्रहरी वरिष्ठ उपरीक्षक। यसको राइट आन्सर रहेको छ ऑप्शन डी प्रहरी उपरीक्षक वा प्रहरी वरिष्ठ उपरीक्षक है त। यस्तै गरी अर्को प्रश्न रहेको छ नेपालको संविधानमा जम्मा कति भाग रहेका छन्? ऑप्शन ए 30, ऑप्शन बी 35, ऑप्शन सी 40 र ऑप्शन डी 45। यसको सही आन्सर रहेको छ ऑप्शन बी 35 भाग। अर्को प्रश्न रहेको छ नेपालको स्विजरल्यान्ड भनेर कुन स्थानलाई चिनिन्छ? ऑप्शन ए कास्कीको लुम्ले, ऑप्शन बी लाम, ऑप्शन सी कैलाली, ऑप्शन डी दोलखाको जिरी। यसको राइट आन्सर रहेको छ ऑप्शन डी दोलखाको जिरी है त। यस्तै गरी अर्को प्रश्न रहेको छ नेपालमा हाल हिमाली जिल्लाको संख्या कति रहेको छ? ऑप्शन ए 18, ऑप्शन बी 19, ऑप्शन सी 20 र ऑप्शन डी 21। यसको राइट आन्सर रहेको छ ऑप्शन डी 21 वटा रहेका छन् है त। र आजको अन्तिम प्रश्न रहेको छ साथीहरू नेपालमा अति पिछडिएको फिरन्ते जाति कुन हो? ऑप्शन ए डोचा, ऑप्शन बी राउटे, ऑप्शन सी चेपाङ र ऑप्शन डी सटार। र यी मध्येको यसको राइट आन्सर रहेको छ ऑप्शन बी राउटे है त। र साथीहरू आजको यी प्रश्नहरूमध्ये तपाईले कतिवटा मिलाउनु भयो कृपया कमेन्टमा लेख्नुहोला र भिडियो मन पर्यो भने एक लाइक र च्यानलमा यदि नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गर्न नबिर्सनुहोला। म यस्तै भिडियोहरू आगामी दिनमा पनि ल्याउँदै गर्नेछु। आजको भिडियोबाट छुट्टिन्छु। हस्त धन्यवाद। जय नेपाल।